ओमान स्कटल्यान्ड युएसएसँग खेल्ने नेपाली ए टिमको पहिलो प्राथमिक खेलाडी सूची सार्वजनिक भएको छ, जसमा तीर्थराज दास, देव खनाल, शङ्कर राणा, ईशान पाण्डे, अरनिको यादव, विवेक राणा मगर, अनिल कुमार शाह, अर्जुन घरती मगर, नारायण जोशी, राशिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रत्येश जेसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दिपेश कडेल, शेर मल्ल, रूपेश सिंह, सुभाष कंसकार, पवन सराफ, सागर ढकाल, दीपक डुम्रे, शाह आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिषेक गौतम रहनेछन्। यस टिमको हेड कोच राजु बस्नेत रहनेछन् भने एसिस्टेन्ट कोच प्रकाश शर्मा रहनेछन्। ओमान, स्कटल्यान्ड र युएसए नेपालमा आइसिसी क्रिकेट लिग 2 अन्तर्गतको अवे सिरिज खेल खेल्न आएका छिन्। यसले नेपाली क्रिकेट टिमलाई अझ धेरै बेन्च स्ट्रेथ स्ट्रङ बनाउन पनि यो खेलले मद्दत पुग्ने क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले बताएको छ।